बालेनजी, तपाईले भनेको यो कुरा हामीले स्मरण गरेर राखेका छौं है। अब तपाई देशको नेतृत्व गर्ने ठाउँमा पुगिसक्नु भएको छ, बाँकी अब हामीले हेर्न मात्रै बाँकी छ। भ्रष्टाचार मैले किन गर्नु पर्यो? म स्ट्रक्चरल किन तपाईले पैसाको आवश्यक पर्दैन? पैसा देखिन्छ अरबौं देख्नु भनिहाल्नु। मैले भनिदिन्छु, म स्ट्रक्चरल इन्जिनियर हो, जुन नेपालमा 150 देखि 200 जना मात्रै छन् हैन। म एउटा म्युजिकल कलाकार हो, म एउटा टिभी शोको जज हो, नेपाल सिरियस टिभी शो इमेज च्यानलमा चलिरहेछ हैन। मैले अलि भ्याएको छैन कति काम गर्न। त्यो यो चीज भन्दा अगाडि नै मेरो यति धेरै काम छ। मैले अस्ट्रेलियाको टुर क्यान्सल गरेर बसेको छु, युरोपको टुर क्यान्सल गरेर बसेको छु, अमेरिकाको टुर क्यान्सल गरेर पैसा कमाउनलाई हामीसँग मसँग भनौं अहिले व्यक्तिगत रूपमा यति धेरै बाटाहरू छन् कि यहाँ मैले अब राजनीति गरेर पैसा कमाउनु पर्ने आवश्यकता तपाईँ सक्षम हुन्छ त्यसरी पैसालाई। हजुर हजुर, एक त कमाइसक्नु भएको छ अथवा तपाईले पैसा आफै गर्न सक्नुहुन्छ। यो महत्त्वपूर्ण कुरा छ नि हैन र? एकदम महत्त्वपूर्ण, यो यति महत्त्वपूर्ण कुरा हो। मान्छेले अस्ति पनि मैले कुरा भन्दाखेरि ओहो कस्तो घमण्डी रहेछ, मसँग 5 तले घर छ भन्दियो, गाडी चढ्छ भन्दियो। तर त्यो कुरा किन बुझ्न जरुरी छ भन्दाखेरि तपाईले आफ्नै जिन्दगी उकास्न सक्नु भएन भने अर्काको जिन्दगी गरेर आफ्नो पेट पाल्नेहरूले मैले आफै क्या कुरा आफ्नो जिन्दगीको लागि मैले कमाई खानु भाँडो बनाउन सक्दिनँ, मेरो जीवन स्तर उकास्न सक्दिनँ, मैले आफ्नो लागि एउटा संयन्त्र बनाउन सक्दिनँ भने मैले कसरी अरू जनताको लागि चाहिँ अथवा मान्छेको लागि अथवा यो वार्डमा नगरपालिकामा चाहिँ तपाईहरुलाई चाहिँ म एउटा बाटो देखाइदिन्छु, तपाईहरुको जिन्दगी उकास्दिन्छु भन्न सक्षम त भइन नि त। त्यो भएन भने त भनेपछि मान्छे त्यो नेता आफैमा सक्षम छ कि छैन, उले आफैले चाहिँ आफ्नो जिन्दगी उकास्न सकेछ कि छैन, यो सबै नेपालीले बुझ्दिए त सबै नेताहरुमा लागू हुनुपर्छ यो कुरा चाहिँ। अब नेतृत्व गर्ने ठाउँमा पुगिसकेपछि खबरदारी पनि गर्नुपर्छ है। कसैले गलत काम गरिरहेको छ भने हामीले खबरदारी गर्नुपर्छ। हामीले हाँ मिलाएर मात्रै बस्नु हुँदैन कि कसले सही काम गरेको छ कसले गलत गरेको छ त्यो खबरदारी गर्ने जिम्मा तपाई हामी जनताको हो।